ल ओ छिमेकीहरु के छ पाक्दैछ मासु है धेरै मासु है राजन छोराले बनाएको त मासु खतरा मिठो हुन्छ गाई त केटाहरु ल अम्मा ल चपटे बनाएर भाउजू हाउ बनाउने धन्य हालेर अब हाम्रो चाहिँ यो है गाई ल हाम्रो देखाउनु बुवा देखाउनु ल गजब छ अरे बुहारी बनाउनु भएको चाहिँ अङ्कल त्यही हुन्छ अङ्कल उतै हुन्छ उता गफ पनि हुन्छ यो चाहिँ हाम्रो गाउँ ठाउँ समाजहरू सबैजना आएर बस्छ यहाँ हो कहाँ ठिक छ मासु भर्खर राख्दै ए यो चाहिँ हाम्रो सब गाउँ समाजहरू के छ दाइ ठिक छ ल के छ किसिम दाइ यता बनाउँदै हो यहाँ पार्कनाले बनाउँदै हुन्छ मासु ड्याङ ड्याङ कति ढिलो काटेको दाइ अब म तपाईँहरूलाई चाहिँ के देखाउँछु भन्दाखेरि पूजा हाम्रो कहाँ पूजा भएको थियो होइन ठ्याक्कै भगवान् पूजा भएर देखाउँछ है ल यो चाहिँ हाम्रो पूजा भयो समात भगवान्लाई अलिक चलाउनु पऱ्यो ठुलो आरामै समात देखा मलाई त्यहाँबाट चाहिँ राम्रो हेर के थप्पल खान्छ पूजा संसारी पूजा बस्न आउँदै मैले टिपी राख्छु अहिले संसारी पूजा भनेको चाहिँ होइन देख्न त राम्रो छ संसारी पूजा भनेको चाहिँ हामीले गाई भैँसीहरू बाख्राहरू जङ्गलमा चलाउँछ नि नहरोस् भगवान्ले रक्षा गरोस् भनेर चाहिँ संसारी पूजा त्यो हाम्रो जिन्दगीसँग हराएन हरेक साल पूजा गरिन्छ अब त हरेक साल पूजा हुन्छ आन्ध्र हो क्या ए यो चाहिँ आन्ध्र हो ल त को छ ल यो चाहिँ आन्ध्र हो वान यो चाहिँ भेडा खोला ओ भान्जी के हो तिमी कता गयो के नाम तिम्रो जतिका ओ के पाक्दैछ ल अनि नाच्नु 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 ओ बिमाले के पाक्छ अरे ल नाच 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 आउँछन् कता कता ट्याङ घोडा हो क्या ओ राजु दाइ दारु हो खै के छ बुढाबुढी के छ बुढाबुढी ओ बुढाबुढी के छ खावा त कति भयो 9 मा कि 10 मा ओ आइज ओ अञ्जली आइज पुरा ठोक्नु पर्छ यता पछाडि बेटा आइज कति क्लासमा त 11 एक्जाम कहिले हो 13 गते यो 13 गते अनि पढ्नु पर्यो नि त के आमा बनभोज खानाको आहा कति रमाइलो भएर छ उता पनि मान्छे टन्नै छ तर म गएन त्यो लाद लाएर तर म रुगा लाएर म यहाँ लगाएछु म यहाँ स्वादै पाएको छैन मैले हो मामा म चाहिँ फर्स्ट टाइम होइन त्यो पुग्नु त केमा अरे कसो बाइकमा अनि अङ्कल त अनि ट्र्याक्टर गएको थियो त ट्र्याक्टर लिएर आएको थियो नि त अनि ट्र्याक्टर खै बिहान
वाइल्ड रमाइलो डान्सरहरू त्यहाँ अब कन्सर्ट भइरहेको छ एउटा ल न ल हेर बहिनी हो यहाँबाट घर लानु पाउँदैन मासु सबै जति छ यहाँ खानुपर्छ ओ राजन भाइ मासु घर लानु पाउँदैन फेरि मासु घर लानु पाउँदैन जे जति छ यहीँ खाने हो यही खाने हो खान त ल्याएको त्यही त यहाँ सकेन भनेपछि यहाँ छिमेकीहरूलाई भाग लाउन सकिन्छ तर घर लाने चलन छैन यहाँ है कहाँ ए छोटो डान्सर हो आज त्यो त थाहा छ त्यो डाक्टर सिंह जहिले पनि आउँछ नि हरेक साल आउँछ ल सेनापति राजन पकाएको त उहाँसम्म बाँच्न आएर थियो अघि भएन शीतल छ यहीँ बस्नुपर्छ ल भात आयो अचार आयो के छ ल अब एउटा बाख्ना आएर छ होइन तर बाटा मासु त खासै मन त पर्दैन झोल चाहिँ खाने पानीको डिउ छ त मैले डिउ ल्याएको छु खोइ डिउ ल मासु आयो ल तर मलाई खासै मन पर्दैन साथी हो मलाई रुगा मर्किन आएर डिउ ल्याऊ डिउ दुईवटा ल्याएको छु मैले ल राजन भाइको पनि चाख्नु पर्यो सबैले बस न हो बस मिठो भएर कति बज्यो दादी दादा आउँछ 12:35 बज्यो आज चिसो आज खानुपर्छ के हो न राख्ने मलाई भात हाल्नु ल समाते छोरालाई भात यहाँ भइसक्यो यहाँ छ भात एकजनाले चिसो हाल एकजनाले गर न नगप्ती नि गरेर मतलब एक वर्ष हाल्ने मैले नुन चर्को हालेँ तँलाई याद छ मलाई याद छ अस्ति दिदीहरूले त कति धेरै सालपछि पछि होला है स्यारमा त आउँथ्यो बेपछि त अहिले होला फर्स्ट टाइम हामी त हरेक साल हो पूजा पनि हरेक साल है अञ्जली अनुसा ल बिना बहिनी खाम 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 अब हेरे हैन सबैले दिइहाल्यो के अरे ल के छ रनरुबा ओ अञ्जली डन खाइदियो भने पेट पुटुस्स भयो है किर्ना मोटा जस्तो ठक्क लाएर भयो किर्ना मोटा चाहिँ अब हरेक साल अब अर्को साल किर्ना मोटा जस्तो भयो बुढी त किर्नाले रगत खाएर मोटा जस्तो 4 किलो घटेछ 4-5 किलो भने ल तारलङ्गा झोल के छ के हाले देखेको छैन भाडा लिएर कहाँ जानु हिँड्नु न यति खाइसी अब मान्छे झ्याप
यति खाइसि मान्छे ज्याप यति खाइसि मान्छे ओहो के हो त्यो चस्मा ए ल खाए अब भुइँबाट आएन आयो जे आएन आउँछ अब ल साथीभाइहरू हाम्रो त खाइसक्यो अब हामीले सबको भुडिया पुट्टु सब हेरेर छ 2000 उठ्नै सकेको छैन गाइज यो चाहिँ हाम्रो 2081 12को महिना 9 गतेको दिन भएको हो अञ्जली मञ्जली चाहिँ यो ओ यता खाइस कहाँ घरमै खाएर त थुक्कमा भर्खर या त्यो त भर्खर बाहिर सबल पागल त कहाँ थिइस् मलाई त मलाई बोल कहाँ बसेर खेले भयो त्यो दिमाग कहाँ छ त्यसको त्यत्रो भात खेर थाला भयो घर गयो भने फेरि पुजलले त ल म घर जाऊ यिनीहरू जन्माएको भने किन थाहा छ नि यिनीहरू जन्मा भने भाँडा मोल्न कसरी लगाउन घरहरू सफा गर्न ओए भाँडा मोल भाँडा मोल भाँडा मोल भाँडा मोल खराबले ओए बोक भाँडा मोल उता यहाँ मोल्न भाँडा मोल घर भाँडा मोल्नु छैन हो त्यो मोबाइल कस्तो देख्यो त्यो झोला हेर्दै गर्ने ल कसो पाडा हो भाँडामोल बुढाहरू खाना जन्मेकाहरू भाँडा मोल्नु छैन ए बुढाहरू के अरे ल हाम्रो चाहिँ प्रीति भोज भन्ने ल खाना जन्मेकाहरू खाऊ भाँडा पनि मोल ओए भाँडा राम्रोसँग तिमीहरू जन्मे भने भाँडा मोल्नको लागि है अनि तपाईँले अटोमा ल्याएको भने भाँडा मोल्न लाग्यो ल अटोमा हामी त्यसै त्यत्रो खर्च गरेर ल्याएर के त नि भाँडा मोल्न खाना पकाएर दिन हो अरू त खासै केही आश छैन है ल बुढाबुढीहरू राम्रोसँग भाँडा मोल है त्यहाँ काम चाहिँ राम्रोसँग गरेर पनि जबबाट निकालिदिनु नि मलाई ओ बहिनी त्यो डिउमा यो पानी थाहा पाउनु कस्तो मिठो हुन्छ त्यो डिउमा क्या कोलामा मैले गजब त्यसले त बेजतै गरेँ ल हाम्रो चाहिँ वनभोज कार्यक्रम सक्यो भने समाप्त भयो भने जानकारी गर्न चाहन्छु है भकुण्डे माइला यो चाहिँ हाम्रो भ्लगर हो अस्तिको भिडियोतिर अरे यहाँ अस्तिको भिडियोतिर हेर्नु भइसक्यो होला होइन उहाँलाई चिन्नुहुन्छ कि नै चिसो दिइसक्यो